टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलता को बाटो। नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। धनुषामा प्रहरी र स्थानीय बीच झडप, इन्सपेक्टर सहित 5 जना घाइते सम्बन्धी प्रसङ्गबाट। धनुषाको बटेश्वर गाउँपालिकामा प्रहरी र स्थानीय बीच विवाद हुँदा इन्सपेक्टर सहित 5 जना घाइते भएका छन्। औरही खोलामा बगेर आएको सखुवा काठको गोलियाले जाने विषयमा आइतबार राति बटेश्वर गाउँपालिका वार्ड नम्बर 5 शान्तिपुरमा प्रहरी र स्थानीय बीच झडप भएको हो। झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर सहित 2 प्रहरी र 3 जना स्थानीय घाइते भएका हुन्। गाउँलेको ढुङ्गामुढाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक राई र प्रहरी जवान राम विश्वास परीत घाइते भएको प्रहरी नायब निरीक्षक एमडी मुस्ताफाले जानकारी दिए। उनका अनुसार श्रीवेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरको एक क्लिनिकमा प्रहरी निरीक्षक र घाइते प्रहरी जवानको उपचार भइरहेको छ। प्रहरी निरीक्षकको निधारमा 6 वटा टाका लागेको छ। हरियोको लाठीचार्जबाट एक महिला सहित 3 जना स्थानीय घाइते भएका छन्। उनीहरूको उपचार धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको जसपाका स्थानीय युवा नेता अजय कुमार राउतले जानकारी दिए। बटेश्वर गाउँपालिका र श्रीवेश्वरनाथ नगरपालिकाको बीच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहरहरू समुदायले 3 फिट मोटो सखुवा काठको गोलिया भेटेको थियो। त्यही गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति 9 बजेतिर नियन्त्रणमा लिन गएको बेला दुवै विपक्ष झडप भएका हो। प्रहरी उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँको हुनुपर्ने विषयमा विवाद भएको थियो। त्यसपछि प्रहरीले ट्र्याक्टरमा राखेको उक्त गोलियालाई प्रहरी कार्यालयतर्फ बढाएपछि स्थानीयले ढुङ्गामुढा गरेको बताएको छ। चितवनमा थप 30 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा चितवनका 19 सहित थप 30 जनामा संक्रमण पुष्टि भएको हो। आइतबार राति सार्वजनिक रिपोर्ट अनुसार भक्तपुरका 11 जना, रतननगरका 6 र खेरेनीका 2 जना गरी चितवनका 19 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै हेटौडाका 6 जना, बकैया मनहरिया 1 र 1 जना गरी, मकनपुरका 8 जना, शुक्ला गण्डकी र भानुका 1 र 1 जना गरी, तन्हुका 2 जना तथा नवलपुर देवचुलीका 1 जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ। प्रदेश 5 का झन्डै 100 जनामा आयुर्वेदिक औषधिको परीक्षणको लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर प्रदीप गेवालीले बताउनुभयो। परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ। यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने डाक्टर गेवालीले बताउनुभयो। जेठी मधु र त्रिकुटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानु अघि खुवाउने उहाँले बताउनुभयो। मरिच, बिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकुटु बनाउने उहाँले जानकारी दिनुभयो। तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरूलाई नदिने उहाँले बताउनुभयो। यो औषधिको कुनै पनि साइड इफेक्ट नरहेको उहाँले बताउनुभयो। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत 1 जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। आइतबार राति 8:30 नेपालगञ्ज उपमहानगरपालिका 9 का 59 वर्षीय पुरुषको कोरोना मृत्यु भएको छ हो। मृतकलाई 3 वर्षदेखि मुटु रोगको समस्या रहेको पनि उनको उपचारमा संलग्न चिकित्सक बताएका छन्। स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भदौ 12 गते स्वास्थ्यमा समस्या देखेपछि कोरोना परीक्षणका
लागि भदौ 13 गते स्वाब लिएको थियो। 15 गते PCR रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए। स्वास्थ्य समस्या बढेपछि उनको 18 गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो। यो सँगै बाँकीमा कोरोना संक्रमणको मृत्यु हुनेको संख्या 7 पुगेको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिए। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड एने ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तुरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर। आइए नजीक के आईएमई काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरु आ ब्याज से हो कमाऊ। चुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। शक्ति छ नाममै संगीत छ नाममै पहिचान छ नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। हाय हाय सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एमसेलको वायर फ्री प्लस
वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल गर्नुहोस्। एनसेल, आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ अब बाँकी प्रसङ्ग। पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारी सहित गण्डकी प्रदेशमा 66 जना कोरोना संक्रमित थपिएका छन्। पोखरामा संक्रमण पुष्टि भएका 31 जना मध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड प्रणालीका 25 जना कामदार रहेका छन्। यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका 2 जना स्टाफ नर्स सहित 4 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो। नवलपुरको देउचुरी नगरपालिकामा 1 स्वास्थ्यकर्मी सहित 15 जनामा संक्रमण पुष्टि भएको निर्देशन लगायतले जनाएको छ। यसै गरी पोखरा र बागलुङटार र नगरपालिकामा थप 18 जना कोरोना संक्रमित थपिएका छन्। तनहुको व्यास नगरपालिकामा पनि थप 3 जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा थपिएका सबै नयाँ संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका व्यक्ति भएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर शर्माले जानकारी दिनुभयो। यो सँगै सोमबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या 2598 जना पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको अन्त्यसन्धि वक्ताले ठूलो क्षति भोग्नुपर्ने तर्फ ध्यान आकर्षण गराउनु भएको छ। अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वसँग छलफलमा कोभिड-19 बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आङ्कित गर्न नहुने बताउनुभयो। उहाँले नेपाली जनता कसैलाई भोक बस्न नदिन सरकार लागि परेको बताउँदै स्थानीय प्रशासन प्रहरी र पालिका सक्षम वास्तविक समस्या राख्नु समेत आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दूध रहेको प्रस्ताउँदै केवल कर असुलमा मात्र ध्यान नदिएको तथ्यमा पनि प्रकाश पार्नुभयो। काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उहाँले भन्नुभयो, भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन। युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु। छिमेकी भारतले धेरै रकम रेमिट्यान्स भित्र्याउनु मध्ये छिट्टो देश नेपाल रहेको यथार्थले हामी कहाँ कामको कमी छैन। छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेश काजी श्रेष्ठ, सतीश मोड, हरिभक्त शर्मा, शेखर गोल्छाले सुझाव प्रस्तुत गर्नुभयो। त्यसक्रममा उद्योगी व्यवसायीले निषेध आज्ञा खुकुलो पारेर अर्थ मन्त्रालय चलाएमा मनाउन र कोरोनालाई होबाको विषय नबनाउने प्रधानमन्त्री सक्षम आग्रह गर्नुभएको थियो। आज 5 वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरकै मौसम बदली हुने र प्रदेश 1, प्रदेश 2, बागमती, गण्डकी र प्रदेश 5 का केही ठाउँमा मेघ गर्जन सहित ठूलो पानी पर्ने सम्भावना छ। अहिले पनि केही ठाउँमा पानी परिरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन। राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ। मनसुनको अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघ गर्जन र चट्यान पर्ने क्रम बढेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा कोरोना बिरामीको आँकडा 42 लाख पार भइसकेको छ। हालसम्म 42,02,562 व्यक्ति संक्रमित भेटिएका छन्।
पछिल्लो 24 घण्टामा 91,723 जना बिरामी थपिएका छन्। एकै दिन भेटिएको यो हालसम्मको सर्वाधिक सङ्ख्या हो। यसअघि शनिबार 90,600 बिरामी भेटिएका थिए। यस्तै भारतमा 32 लाखभन्दा बढी सङ्क्रमित निको समेत भइसकेका छन्। आइतबार 68,812 सङ्क्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो। यस्तै 8,81,691 बिरामीको अहिले पनि उपचार चलिरहेको छ। 71,687 बिरामीको मृत्यु भएको छ। आइतबार महाराष्ट्रमा मात्रै 23,350 नयाँ सङ्क्रमित भेटिए। एकै दिन भेटिएका सङ्क्रमितको यो सबैभन्दा ठुलो सङ्ख्या हो। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।